Hello, good morning, namaste, and welcome back to the channel. So today I'm back again with another new vlog. So guys, आज चाहिँ अब हाम्रो नेपालीहरूको महान चाड बडा दशैं 2082 को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी मेरो आफन्त साथीहरू सबैजनालाई चाहिँ धेरै धेरै शुभकामना हैन। अनि अब आजदेखि दशैं सुरु भइसक्यो। सो हाम्रो पनि यहाँ घरमा ढोका सोकामा के लाउने कामहरू भइरहेछ। अनि बिहान बिहानको भ्यू चाहिँ यस्तो छ, दामी घाम लागेको छ हैन। छिमेकीको भाले हो यो चाहिँ। ए डेटिङ जानु थाल्यो, बिहान बिहान उठेर डेटिङ सुरु भयो यसको। सो अब यहाँबाट चाहिँ हाम्रो रोड पनि यस्तो छ दामी। यो चाहिँ मेरो घर। आज चाहिँ अब 11:53 को साइज छ अरे। अब चाहिँ म सरसफाइ गर्छु अनि रेडी हुन्छु आज म टिका लाउनलाई। सो बाँकी कुरा हामी एकछिनमा भेट्छौँ। सो बाँकी कुरा चाहिँ म तपाईँलाई एकछिनमा देखाउँछु। अहिलेको लागि चाहिँ म नुहाउनु जान्छु। टाटा बाई बाई। सो गाइस, अब आज चाहिँ टिकाको साइज पनि भइसक्यो हैन। अब रेडी, म पनि लुगा लगाएर रेडी भइसकेँ। अब चाहिँ म ड्याडीको हातबाट टिका लाउँदैछु। लगभग 8 वर्षपछि बाउको हातबाट चट्ट टिका लाउने 8 वर्षपछि। सो यहाँ छ, रेडी भइसकेको छ। अब टिका लगाइदियो। कता यता बस्नु, यता। सो लेट्स टिकी ट्यास त्यसपछि कुरा गरौँ। ल टिका पनि लगाइसक्यौँ हैन। मैले अब ड्याडी लगाएको भिडियो चाहिँ गर्नु पाइनँ। टिका सिका लगायौँ। अब बाउको हातमा लाग्यो, अब आमाको हातबाट लाउनु पर्छ। सो म चाहिँ लागेँ बाटो, लेट्स गो। सो गाइस, अब म चाहिँ लागेँ इटरीतिर हैन आमाको हातको टिका लाउनलाई। सर्ट ड्रेस चेन्ज अल सेट। सो लेट्स गो। अब अनि भोलि दिदीहरूसँगै आउँछु। अझै तल दम्बुहरूकोतिर मामाली सबै जानु बाँकी छ। सो दिदीहरूसँगै जान्छु भोलि आएर अनि सरर जान्छु। सो अझै आउनु बाँकी छ यो भ्लगहरू हैन। अब त्यही हो, अहिले चाहिँ म बाटो लागेँ। सो लेट्स गो। मेरो गाउँको भ्यू यस्तो छ अहिले, दामी हैन। अब चाहिँ मैले चाहिँ हैन यहाँ टिका लाउनु लाग्छु। हाम्रो सुड्डुको हातबाट कति 10 वर्ष पछाडि, अनि ठुलो मम्मीको हातबाट पनि 8-9 वर्षै भयो होला। 8-9 वर्ष भयो। सो आज चाहिँ 8-9 वर्ष पछाडि चट्टसँगले टिका लाउने हैन, आशीर्वाद थाप्ने प्रोग्राम छ। सो हान्दिउँ अब टिका हान्दिउँ हैन। अब बाउको लगायो, अब आमाको हातबाट लगाऊँ। अनि आजको दशैं सकिन्छ यसरी।
बाबाले मान्छेले हामीलाई उब्रियो अरे के टिभीमा हेरेर अनि रोटी कहिले नहेर्ने मेडिकल ज्यानको पनि के थियो मेडिकल ज्यानको सुकेको कला चाहिँ एकदम खतरा कला देखाउनु पर्यो अस्ति भन्दैछ त एउटा पनि के भने कि एउटा पातले पातले भन्दैछ त एउटालाई हाइटको एडभान्टेज छ एउटालाई चाहिँ आतले भएको एडभान्टेज छ सगरमाथा चढीले होइन